नमस्ते सबैलाई। आज चाहिँ म अर्को भिडियो लिएर आइसकेछु है। र यो भिडियोको टाइटल के रहेछ? स्ट्यान्डर्डाइजेसन अफ सी। र यो हिस्ट्री अफ सी को थर्ड भिडियो रहेछ मेरो विचारमा है। त हामी चाहिँ अहिले हिस्ट्री अफ सी को थर्ड भिडियोमा छौँ है। किनकि हामीले अलरेडी दुईटा भिडियो हिस्ट्री अफ सी माथि बनाइसकेका छौँ। तपाईँले प्रिभियस प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ है त। र यहाँ हामी हेर्न सक्छौँ टाइटल के छ हाम्रो, स्ट्यान्डर्डाइजेसन अफ सी। र पिक्चर छ एउटा, त्यो पिक्चरमा एउटा सानो मिनी कम्प्युटर छ। त्यो मिनी कम्प्युटरभित्र सीको हेलो वर्ड भन्ने प्रोग्राम लेखेको छ र साइडमा केही बुक्सहरू छ है त। र आज इन्ट्रेस्टिङ कुरा यही बुक्सकै बारेमा छ है त। हाम्रो टाइटल के छ? स्ट्यान्डर्डाइजेसन अफ सी। अब योभन्दा पहिला चाहिँ हामी के बुझौँ भने एक्चुअली यसको मिनिङ चाहिँ के हो त? वाट डज स्ट्यान्डर्डाइजेसन मिन? स्ट्यान्डर्डाइज भनेको के हो त इन टर्म्स अफ सी? किनकि हामीलाई थाहा छ हरेक शब्दको हरेक ठाउँमा आफ्नो आफ्नो मिनिङ हुँदो रहेछ। तर यो टेक वर्ड्समा या स्पेसली सी प्रोग्रामिङ ल्याङ्ग्वेजमा स्ट्यान्डर्डाइजेसन अफ सी या स्ट्यान्डर्डाइज भनेको के हो त? त्यो पर चाहिँ हामी क्लियर गरौँ। हेर त एन्सर के लेखेको छ? इट मिन्स मेकिङ रुल्स सो द्याट सी वर्क्स द सेम एभ्रिवेयर अन अल कम्प्युटर्स। फेरि हेरौँ है। इट मिन्स मेकिङ रुल्स सो द्याट सी वर्क्स द सेम एभ्रिवेयर अन अल कम्प्युटर्स। हामीले यो कुरा चाहिँ अलरेडी बारम्बार प्रिभियस भिडियोहरूमा कुरा गरिसकेका छौँ। सी डिजाइन गर्नुको मुख्य रिजन के थियो? युनिक्स अपरेटिङ सिस्टम। किनभने पहिला जति पनि एप्लिकेसन्सहरू, सफ्टवेयरहरू या ओएसहरू कुन ल्याङ्ग्वेजमा बनाइन्थ्यो? एसेम्ब्ली ल्याङ्ग्वेजमा बनाइन्थ्यो। र त्यसको डिमेरिट के थियो त्यो ल्याङ्ग्वेजको? भनेको एउटा मेसिनमा बसेर यदि हामी कुनै एप्लिकेसन्स बनाइरहेछौँ या कुनै ओएस बनाइरहेछौँ भने अरू मेसिनमा रन गर्न मिल्दैथ्यो। त्यसको त्यो ठुलो डिपेन्डेन्सी थियो एसेम्ब्ली ल्याङ्ग्वेजको। र त्यही प्रब्लम सल्भ गर्नको लागि डेनिसले के गर्यो? 1972मा सी ल्याङ्ग्वेजको इन्भेन्सन गर्यो है। यो कुरा चाहिँ हामी अलरेडी प्रिभियस भिडियोहरूमा भनिसकेछौँ। त्यही भएर यहाँ लेखेको छ इट मिन्स मेकिङ रुल्स सो द्याट सी वर्क्स एभ्रिवेयर अन अल कम्प्युटर। भनेको सीमा हामी बनाएको प्रोग्राम्सहरू, सीमा बनाएको ओएसहरू, सीमा बनाएको एप्लिकेसन्सहरू जुनसुकै कम्प्युटरमा, जुनसुकै मेसिनमा रन गर्न मिलोस् भनेर त्यसलाई स्ट्यान्डर्डाइज गर्यो, त्यसलाई स्ट्यान्डर्ड गर्यो ग्लोबली है त। त्यही भएर सीलाई के भनेको छ? इट्स अ मेसिन इन्डिपेन्डेन्ट ल्याङ्ग्वेज पनि भनिन्छ है त। यो कुरा चाहिँ हामी एकदम क्लियर भएन। र त्योभन्दा पहिला दुईटा ल्याङ्ग्वेज के थियो? बीसीपीएल एन्ड बी भन्ने ल्याङ्ग्वेज थियो। र दुवै ल्याङ्ग्वेज के थियो? इट्स अ टाइपलेस ल्याङ्ग्वेज थियो है। यो कुराहरू चाहिँ हामी अलरेडी कुरा गरिसकेका छौँ। अब हेरौँ त यहाँ त्यही लेखेछ, अघि भनेकै कुरा लेखेछ। बिफोर दिस डिफ्रेन्ट सिस्टम बिहेभ डिफ्रेन्टली है। किनभने एसेम्ब्ली ल्याङ्ग्वेज बनाएको जो एप्लिकेसन के थियो मेसिन वाइज, त्यसको बिहेभ डिफ्रेन्टली थियो। भनेको हामीले यो जुन मेसिनमा बसेर काम गरेका छौँ त्यही मेसिनमा मात्र त्यसले प्रोपरली बिहेभ गर्थ्यो, अरू मेसिनमा प्रोपरली बिहेभ गर्न सक्दैन थियो। र त्यो सबभन्दा त्यसको ठुलो डिमेरिट थियो। त्यही भएर के गर्यो? डेनिसजीले 1972मा सी ल्याङ्ग्वेजको डिजाइन गर्यो। र स्पेसली पर्पज के थियो डिजाइन गर्नुको? युनिक्स भन्ने अपरेटिङ सिस्टम है त। यो कुरा चाहिँ हामी एकदम क्लियर भइहालौँ। अब हेरौँ त एउटा छ 1978 केएनआर सी बुक्स। हामी हेरौँ के लेखे भन्न खोजेको भने 1978मा डेनिस टिची र ब्रेन कार्निगनले के गर्यो? द सी प्रोग्रामिङ ल्याङ्ग्वेज भन्ने बुक चाहिँ पब्लिस गर्यो। उनीहरू त सी त बनाए, डेनिसले सी त बनाए, तर के गर्यो? अब त्यसको डकुमेन्टेसन भन्ने काम पनि गर्यो। र त्यो डकुमेन्टेसन भन्ने काम के थ्रु गर्यो? बुक थ्रु नै गर्यो। उसले जुन सी ल्याङ्ग्वेज डिजाइन गरेको थियो डेनिसजीले, त्यसलाई डकुमेन्टेसन गर्ने काम पनि गर्यो। र त्यो डकुमेन्टेसन भन्ने काम विथ द हेल्प अफ बुक थ्रु नै गर्यो। र 1972मा के गर्यो? द सी प्रोग्रामिङ ल्याङ्ग्वेज भन्ने बुक पब्लिस गर्यो। र यही बुकलाई अफिसियली पनि मान्यो। जस्तै कसैले यदि सी प्रोग्राम पढ्नु पर्यो भने या सी प्रोग्राम जान्न मन लागेको थियो भने त्यो टाइममा यसलाई अफिसियली बुक पनि भनिन्थ्यो। द सी प्रोग्रामिङ ल्याङ्ग्वेज भन्ने बुक अफिसियली बुक थियो। र प्रायः सबै ठाउँमा यही बुक नै पढाउने गरिन्थ्यो त्यो टाइममा। त्यो युनिभर्सिटीहरूमा जस्तै ठुला युनिभर्सिटी क्याम्ब्रिज भयो, तपाईँको अक्सफोर्डहरू भयो, यो जति पनि युनिभर्सिटीहरू थियो त्यो सबै युनिभर्सिटीहरूमा यो द सी प्रोग्रामिङ ल्याङ्ग्वेज बुकलाई नै अफिसियली मानेर पढाउन थाल्यो है त। यो कुरा चाहिँ हामी एकदम क्लियर हौँ। सिम्पल मिनिङमा भन्दाखेरि के भनौँ हामी? इट्स अ फर्स्ट टेक्स्ट बुक्स
हामी यति भनौँ द सी प्रोग्रामिङ ल्याङ्ग्वेज भन्ने जुन बुक थियो यो चाहिँ वर्ल्डकै फर्स्ट बुक थियो सी है वर्ल्डकै फर्स्ट बुक टेक्स्ट बुक कसलाई मानिन्थ्यो द सी प्रोग्रामिङ ल्याङ्ग्वेजलाई वर्ल्डकै फर्स्ट अफिसियली टेक्स्ट बुक मानिन्थ्यो सबभन्दा पहिला निकालेकै बुकै यही थियो र कसले निकाल्यो डेनिस रिची एन्ड ब्रेन कार्निगनले कुन टाइममा 1978मा त्यही भएर यहाँ चाहिँ यसको सर्ट फर्म लेखेको छ के एन्ड आर एन्ड सी भनेको के भनेको ब्रेन कार्निगन एन्ड आर भनेको डेनिस रिची सी भनेको बुकको नाम के थियो द सी प्रोग्रामिङ ल्याङ्ग्वेज जुन चाहिँ अफिसियली पब्लिस गरेको बुक थियो कसले डेनिस रिचीले र ब्रेन कार्निगनले र त्यसैलाई के हुन्थ्यो वर्ल्डको फर्स्ट सी प्रोग्रामिङको टेक्स्ट बुक मानिन्थ्यो र जुन युनिभर्सिटीहरूमा पढाउने गरिन्थ्यो है त यसपछि हामी यसको फर्दर के भयो त्यो पनि कुरा गरौँला फर्दर खासै भएन यसपछि के गर्यो भने तपाईँको इन्टिजरहरू डाटा टाइपहरू डिराइभ गर्यो त्यसको क्यापेसिटीहरू बढाउने काम गर्यो जस्तै पहिला चाहिँ इन्ट मात्र लिन्थ्यो इन्टिजरको क्यापेसिटी नै त्यति बेला 32,767 थियो त्यसपछि त्यसलाई लङ इन्ट भन्ने जस्ता डाटा टाइपहरू डिराइभ गर्यो जसको क्यापेसिटी बढाउने काम गर्यो र पहिला के थियो इन्टिजरको क्यापेसिटी एकदमै कम थियो र त्यसपछि डिफ्रेन्ट डाटा टाइपहरू डिराइभ गर्ने काम गर्यो र साइज बढाउने काम पनि गर्यो लङ इन्टिजर लङ डाटा टाइपहरू लङ भन्ने कन्सेप्टहरू निकाल्यो त्यति बेला र लङ डाटा टाइपहरू कन्सेप्ट निकालेर त्यसको क्यापेसिटी पनि बढाउने काम गर्यो है त आजलाई यति हामी नेक्स्ट भिडियोमा फेरि अर्को टपिकको कुरा गरौँला है त तपाईँहरू केही फिडब्याक छ भने त्यो पनि दिनु होला च्यानल सब्सक्राइब गरिदिनु होला त्यस्तो केही कन्फ्युजन छ भने केही क्वेसन्सहरू छ भने मजाले कमेन्ट गर्नुहोला है त ल आजलाई यति